हेलो नमस्ते सेवा गुड मर्निङ यहाँहरुमा स्वागत गर्न चाहे फेरि पनि मुकारी फ्यामिली ब्लग्समा। आई होप हजुरहरु एकदम आराम कुशलै हुनुहुन्छ होला र हामी पनि एकदम सबैजना आराम कुशल फिट एन्ड फाइन छौं। यो चाहिँ मेरो अस्ति पढाइले डामेको देखिरहेको रहेछ दाग। सो सबैजना मेरो युट्युब फ्यामिलीहरुमा म ह्यापी दशैं भन्न चाहे र सबैजना स्वस्थ राम्रोसँगले मनाउनु होला दशैं। तर अहिले यो दशैं चाहिँ त्यति धेरै सबैजनाले त्यति धेरै खुसी साथ मनाउनु भएको छैन। हजुरहरुलाई थाहा छँदैछ हाम्रो देशमा के भएको थियो भनेर, के भएको थियो, कस्तो थियो देशको हालत भनेर। सो सबै हाम्रो जो पनि जेनजी आन्दोलनमा आफ्नो यो गुमाउनु भएको छ उहाँको फ्यामिलीहरुलाई चाहिँ एकदम के भन्छ धैर्य यो गर्ने शक्ति दिनु होस् भगवानले भन्न चाहन्छु। र अब जति पनि घाइते हुनुहुन्छ हस्पिटलमा हुनुहुन्छ उहाँहरूलाई शीघ्र स्वास्थ्यको लाभको कामना गर्छु र हाम्रो शहीद हुनुभएका जति पनि एकदम राम्रो आत्माहरूलाई चाहिँ हार्दिक श्रद्धाञ्जली। राम्रो ठाउँमा बस्नु होला, राम्रो यो ठाउँमा पास पाउनु भएको छ होला आई होप हैन। त्यही भन्दै अब देश विदेशमा छरिएर बस्नु भएको सम्पूर्ण नेपालीहरुमा महान चाड दशैंको चाहिँ सबैलाई हार्दिक मंगलमय शुभकामना। स्वस्थ रहेर मनाउनु होला दशैं भन्न चाहन्छु। र नेपालमा चाहिँ अहिले एकदम दशैंको अवसरमा चाहिँ सबैजना प्राय जस्तो धेरै चोरी यताउता अब भइरहेको छ। अनि अहिले चाहिँ यो देशको उयोले गर्दा पनि होला अलिक डर छ के बाहिर हिँड्नलाई, धेरै लेट नाइट बाहिर हिँड्नु यताउता। दिउँसै त अब काटाकाट गर्दैछन् भनेको सुन्छु न्युजमा र अस्ति नै चाहिँ देख्यौं पनि हामीले। सो त्यही भएर एकदम सेफ रहनु होला भन्न चाहन्छु। र आज चाहिँ हामी चाहिँ अब यहाँ त्यही हो, आज फेरि मैले धेरै दिन भन्दा नि 1-2 दिन पछि फेरि भिडियो स्टार्ट गरेको छु दशैंको। अब अलिकति स्वास्थ्यले साथ नदिँदाखेरि पनि झ्याउ लाग्छ के मलाई चाहिँ बनाउन भिडियो। सो खासमा चाहिँ मेरो उयो चाहिँ डेली भ्लग हो, मैले चाहिँ डेली भ्लग गर्नुपर्ने तर गरिरहनु पाएको छुइनँ। अनि नरिसाइदिनु होला, जे जस्तो छ आज चाहिँ म गर्छु भनेर आएको छु। अनि यहाँ कफी पनि पिउँदैछु, यो चाहिँ मैले मेरो रुस्तम छोराले दिएको बर्थडे गिफ्ट कप कफी पिउँदै म हजुरहरुसँग अब के गर्नु आजको दिनचर्या देखाउन गइरहेको छु। त्यो जस्तो होला, हेर्नु होला, हेरेर साथ दिनु होला भन्दैछु। आजको दिनचर्या सुरु गरौँ। लेट्स गो, ह्याभ अ गुड डे। अनि त्यसपछि फेरि पनि ह्यापी दशैं टु अल भन्न चाहन्छु। चन्द्रकला चाहिँ यहाँनिर अदुवा लसुन केलाउँदैछ। हेलो हेलो गर्ने त हेलो हाय। अरू अरू म चाहिँ यो चाहिँ दशैंको लागि अदुवा पेस्ट बनाउनको लागि यहाँ केलाउँदैछु। अदुवा लसुन त्यति नै। दशैंको के भन्न चाहन्छस्? दशैंको के भन्नु शुभकामना के भन्नु म त खासै बोल्न आउँदैन। शुभकामना त्यति नै, सबैमा सम्पूर्णमा दशैंको शुभकामना। ल अरू केही छ 2 शब्दहरू? छैन हो र, बोल्न आउँदैन त्यति नै। ए ल ठिकै छ, यतिको पनि धेरै बोलेको हो। हेलो मम्मी गुड मर्निङ। गुड मर्निङ, हाई सबैलाई नमस्कार, ह्यापी दशैंको शुभकामना। जे जस्तो हुनुहुन्छ, जस्तो सुकै ठाउँमा, जस्तो सुकै परिस्थितिमा पनि परिस्थिति अनुसार बस्नु पर्यो, मनाउनु पर्यो। त्यस्तो स्थितिले त्यस्तो हर्ष उल्लासको साथ मनाइँदैन। त्यही भए पनि अब यसो के गर्ने, वर्ष दिन अब परम्परागत मनाएको चाड हो, यसो अलिअलि त हल्का गर्नै पर्यो। र हाम्रो चाहिँ यतातिर एकदम फोहोर देख्दै हुनुहुन्छ ल, तर यो फोहोर होइन, हामी चाहिँ यहाँ सफा पनि गर्दैछौँ। त्यही भएर मैले त्यो सफा गर्दै नै भिडियो स्टार्ट गरेको भएर त्यस्तो भएको हो। अनि त्यही भएर हो, त्यसमा हामीलाई फेरि कमेन्ट भनेको यस्तै हो सधैँभरि किचन भनेको। अब कहाँ बिहानको पर्यो यस्तो त। मम्मीले चाहिँ यो के गर्नुहुँदैछ मम्मी? यो चाहिँ मैले यसपालि दसैँ भनेपछि चाहिँ काँक्राको खल्ती अनिवार्य हुन्थ्यो पहिला हाम्रो पालामा। अहिले पाला अलिक अर्कै भइसकेछ क्या। अब
काँक्रै किन्नु बरु खसी किन्नु सकिन्छ काँक्रा किन्नु सकिँदैन भेटिँदैन भातले बल्ल यो हिजो एउटा भेटेको र हेरिराखेको थिएँ अनि आज त्यही भएर थपेको मैले ल्याएर यसलाई दसैँमा खानु त हुँदैन त्यही पनि बनाइराख्छु पछि खानुलाई धेरै खान त बिसाउँछ खुट्टा दुख्नेहरूलाई र पनि खानु मन लाग्छ कहिले कहिले भनेर बनाइरहेको छु हेर्नुहोस् है यो 400 को काँक्रा हजुर यो 400 को काँक्रा अनि के गर्नु है हजुर अहिले अब सबै कुरा महँगाई छ नि त बढिसक्यो त्यही भए पनि खानै पर्यो बेलाको बरु मासु खाएको भए जित्थेछ त बेलाको राग राम्रो भने जस्तो अब यो यस्तै हो खानुपर्छ कहिले कहिले यो सिजन अनुसारको भनेर अनि चाहिँ नयाँ कुरा चाहिँ म तपाईँहरूलाई के देखाउन चाहन्छु मम्मीको चाहिँ हेयर स्टाइल चेन्ज भएको छ हल्का अनि कस्तो देखेछ कमेन्ट गर्नु होला मम्मीको हेयर स्टाइल मेरो अब हेयर स्टाइल भन्दा हेयर कलर हेयर स्टाइल त यस्तै छ नि फेरि गुन्द्रुकी स्टाइलको के हेयर स्टाइल हेयर कलर भनेको हेयर स्टाइल भने चाहिँ आइ एम सरी मर्ने बेलामा माई मिस्टेक हेयर कलर मर्ने बेलामा हरियो काँक्रो भने जस्तो मर्ने बेलामा पाकेको काँक्रो तपाईँको काँक्रो र तपाईँको कलर मिलिरहेछ सो सबैलाई ह्याप्पी दसैँ भन्न चाहनुहुन्छ सबैलाई देश विदेशमा रहनु भएको आफन्तजनहरू सबै इष्टमित्र नाताको त देशका सबै नागरिकहरूलाई स्वदेशमा बस्ने सबैलाई ह्याप्पी दसैँ दसैँ राम्रो मनाउनु होला दसैँमा ठिक खानु होला बिमारी भइन्छ त्यही त हो चन्द्रकला लाकान्छे हजुर सुनको गजर चाँदी मिसाएको चाँदी मात्रै मिसाएको होइन हजुर किन रिसाएको ऊ पर के छ चाल्नमा त्यो पनि देखाइदिनुहोस् न यता हाम्रो आजको पोर्खे यहाँ चाहिँ रुबल छ रुबल के भन्न चाहन्छस् दसैँको उपलक्ष्यमा सबैलाई ह्याप्पी दसैँ अनि मासु खानुपर्छ अनि तास खेल्नुपर्छ त्यति हो तेरो अलिकति हेयर स्टाइलको बारेमा पनि भन्दैन न 2 शब्द यो स्टाइल यस्तै हो यो के भन्छ तेरो हेयर स्टाइललाई पनि भन्दै यसलाई मलेट भन्छ मलेट तैँले चाहिँ यो कोसँग प्रभावित भएर अथवा कसको उयो भएर तैँले यो कपाल काट्न थालेको म र काका मिलेर को काका ए भने काकालाई समीप काका र म मिलेर हो लु समीप काकालाई पनि यो कपालको स्टाइल दिनु भएकोमा चाहिँ एकदम नाराज यो कपाल राम्रो भएन भालेकट हो भालेकट तपाईँले देख्न सक्नुहुन्छ चन्द्रकलाको पनि हेयर कलर चाहिँ चेन्ज भएको छ यता हेर्दै गयो केटी हेयर कलर चेन्ज भएको छ है हामी अलिक धेरै महँगोमा पैसावालाहरू महँगोमै पर्छ होइन तै पनि महँगो लियो गरिसकेपछि पैसा त तिर्नु पर्ने नै भयो त्यही भएर हाम्रो त फेरि यतिको पो छ त हो थोरैको त छैन नि यतिको भनेर फेरि 500 को भनेर 5000 को फेरि मम्मीको र चन्द्रकलाको चाहिँ 5000 को हो त्यही पैसा त थिएन तर नि अब सापटीहरू काटेर गयो भनौँ न मम्मीको र चन्द्रकलाको चाहिँ 5000 को कलर अनि गाइस मेरो कलर देखाउँछु ल 1000 को कलर वेट यो चाहिँ मेरो 1000 को कलर हो सो गाइस कमेन्ट गर्नु होला कसको कलर 5000 वाला कलर राम्रो छ कि 1000 वाला अब गाइसहरु 1000 मा नजानेहरुले त 5000 जान्छु भन्छ पुराइदियो भने त मेरो के गल्ती होइन त्यसमा अब म राम्रो ठाउँमै गर्ने मानौ अनि पुराइदिएको मेरो चाहिँ 1000 को कलर हो उनीहरुको चाहिँ 5000 को मम्मीको र चन्द्रकलाको चाहिँ 5000 को कलर हो सो कमेन्ट गर्नु 1000 को राम्रो छ कि 5000 को हो खाना खान थाल्यो केसँग सागसँग खाँदैछ बिचारा मासु नि छ नि हो के को मासु हो सुँगुर रुबलीको यो मेरो मम्मी बाबा खानुहुँदैछ न्युज हेर्दै यो चाहिँ मेरो माम धुले अचार
तर्काउँदाखेरि पानी डल्ले खोर्सानीको चाहिँ कुनै छैन डन्टै डल्ले खोर्सानी हाम्रो ससुरा अनि जातले पो लड्छ म चाहिँ चम्चीले आज किन खाँदैछु भने पितम्बर अघि जाँग्री र उयो धोको भएर पितम्बरै सेन्ट आइरहेको छन् त्यही भएर चम्चाले भात खानुपर्ने हुन्छ मासुको दिन मासु पकाएको दिन त हातले खानुपर्ने हो के भन्नु साग माम अचार स्प्राइट खाएँ त सो आज चाहिँ हामी दसैँ लागिसकेको छ हामीलाई अनि जाँदैछु सपिङ चाहिँ प्लेनले के हो हुने गर्नु दिँदैन सपिङ जाँदैछु भनेर सोच्नु खोल्न चाहन्छ म जाँदैछु चन्द्रकला पनि जाँदैछ चन्द्रकलाको चाहिँ हस्पिटल पनि छ त्यतै सो अनि मम्मी चाहिँ अगाडि गइसक्नु भयो अनि यस्तै छ हाम्रो मेरो भिडियो चाहिँ आउने जाने क्रम छ भ्याएको बेला र अलिकति मेरो उयो मुड ठिक भएको बेलामा भिडियो बनाइ पनि हाल्छु मुड ठिक छैन भ्याएको छैन भने फेरि बनाउँदैन स गाइस हेर्नु होला हामी कहाँ जान्छौँ के किन्छौँ कसको लागि सपिङ गर्छौँ किप वाचिङ एन्ड ह्याप्पी दसैँ एभ्रीवान सो गाइस हामी चाहिँ यहाँको गाडी जानुलाई अलिकति ढिलो टाइम लाग्ने भयो सो हामी चाहिँ हिँड्दैछौँ अनि यस्तो 2 मिनट जति गाडीमा पनि बस्यो अनि चन्द्रकलालाई चाहिँ गाडीमा कस्तो भयो अरे हुपक्का भयो अरे अनि गाडीमा बस्ने बित्तिकै पनि पक भयो अरे उसलाई त्यही भएर अनि यहाँ परसम्म चाहिँ हिँडाएर लगेर अनि त्यहाँबाट चाहिँ हामी अर्को गाडी चढ्छौँ अहिले चाहिँ हामी यो जेम्सको मेन हाइवेमा छौँ भने अर्को साइड चाहिँ हाम्रो चापागाउँ जाने मेन हाइवेसम्म पुग्नुपर्छ हिँडेर सो 5-10 मिनट लाग्छ 10 मिनट त्यहाँनिर गाडी कुर्नुभन्दा चाहिँ हामी त्यहाँबाट जाने भन्ने प्लान गऱ्यौँ सो हिँडिरहेको छौँ ट्याक्कर लाएर टक्कर मम्मीको आजको आउटफिट त्यस्तो छ हेलो एभ्रीबडी चन्द्रकलाको चाहिँ आउटफिट यस्तो छ चन्द्रकला त्यो न अलिक मिलेन अलिक मच्की कम्बर मच्का न क्याटवक त हिँड्नै पऱ्यो नि खै त हिँडेको छिटो क्याटवक दियो भन्छु चन्द्रको क्याटवक दिँदाखेरि सिउनीहरू खुस्किन्छ अरे मम्मीले फेरि आया गर्मीले बर्बाद जुलाका भइरहेछ कस्तो यो फेरि यो बाटो चाहिँ हिँड्नु चाहिँ हिलो पानी परेको बेला त यहाँ पर चेक हुन्छ क्या अनि रिस उठ्छ क्या मलाई हिँड्नुलाई तर पनि अब हिँड्नै परेको छ अवस्था नाजुक छ प्याङ्गे ल आज हामी जाउला खेलमा आइसकेको छौँ ल यस्तो यो हेर्नु देख्नु सक्नुहुन्छ दर्शक महानुभावहरू यो केटीले मलाई यो केटीले यता हेर तेरो अनुहार देखाया यो केटीले मलाई 10 केक किनिदिन्छु भनेको थियो त्यो आमाले बियर खाइसक्यो त्यो बियर खुवाएकोमा हुँदैन नि त्यो त तल खानु खुवाएको थोरै मलाई खुवाएको हो यसले मलाई यो अनुहारले मलाई किनिदिन्छु म भन्दै थियो तर अहिले आएर चाहिँ यसले कुरा फेरिरहेको छ तपाईँहरूले कमेन्ट गर्नु होला यसलाई के भन्न चाहनुहुन्छ तपाईँले तिमी र मलाई मात्रै थाहा छ तिमीलाई त्यो त तेरो रहर हो त्यो त फाल्टै तेरो कुरा हो नि त्यो त तेरो फाल्टै त्यो त तेरो कुरा हो नि होइन र त्यो त त्यसमा त मलाई इन्क्लुड मलाई नजोड्दै नजोड न त्यो त तैँले हिसाब गर्ने हो नि थोरै मैले हिसाब गर्ने यता हेर न भने यता हेर त्यो त तेरो तँलाई खानु मैले खान्छु भनेको होइन तैँले नै हो पछि भयो भने म त यो सबलाई देखाउने हो पैसाको ब्याङ्क तँलाई सब देखाउने हो त सब राख्ने हो अनि यो ल्याएर अहिले आएर यसरी 81 जज्बा बदलिदियो
अनि अहिले त के किन्ने अरे लु भन्या दर्शकहरूलाई म त्यो बिनाकामा यो अहिले छिटो भन है 10 रुपैयाँको टिका अनि अरू पनि भनिहाल छिट्टो के के भइसक्यो अरे तँलाई कसरी चाहिँ त्यस्तो हुन्छ त मलाई त्यस्तो भयो नि त होइन तिमीलाई त बाहिर निस्किने बित्तिकै पेट पोल्ने एउटा उयो मात्रै पाउँछ कहाँ अहिले पाउच खुल्छ त हो पस्न त हिँड न है हिँड यता यता यताबाट हिँड्न मम्मीको चाहिँ सपिङ भइसक्यो चन्द्रकला चाहिँ यहाँ थुक्पा खाँदैछ होइन फ्रिजकै खान्छ अरे पानी पनि माग्नु न होइन खाना तपाईँ खानु भयो थुक्पाको खिचेको मिठो छ मिठै छ मिठो भइहाल्छ नि मलाई त जस्तै मिठै हुन्छ सेलाएर खान अर्कै खालको हुन्छ अर्कै खालको थुक्पा हुन्छ क्या मधेसतिर पाउने स्पेसल थुक्पा स्पेसल भनेको धरान हो धरान हो मम्मीले चाहिँ केही खानु भएन चिसो मात्र खानुभयो धरानको थुक्पा चाहिँ स्पेसल नम्बरमा यताबाट मलाई खानु मन लाग्दैन खाँदैन नि स्वादै खाएको ठुलो खालको थुक्पा चाहिँ मिठो हुन्छ लगाएर सबै ठुलो हुन्थ्यो पोखरी बसमै मन पराउनुहुन्छ एकदिन लिएर बनाएर खुवाउन थुक्पालाई चन्द्रकलाले बनाएको सरिताले बनाएको थुक्पा टिक्काको सिम्पल मिठो हुन्छ यता नि अल्छिनी न अल्छिनी भएको छ काम गर्नु भनेपछि गर्नु थालिहाल्छ थुक्पा पकाएर दिएँ बाबालाई खाना पकाउनु झन् धेरै अल्छी लाग्छ अरू काम गर्छु तिमीलाई मैले अब त निको भइसक्यो टिकाले पकाएर खुवाउँछ जस्तो हो मलाई किनेर ल्याइदिने काम मेरो ल है हाम्रो चाहिँ दसैँको मासु पर्कको मासु यो चाहिँ भोजपुरको लोकल प्योर पोर्क यो चाहिँ हामी अहिले खानालाई काट्नुहुन्छ अबजीले यहाँ छ ऊ त्यहाँ पनि छ उता पल्लो चाहिँ मुस्ताङको आलु हो यहाँ चाहिँ यसरी पुग्छ त्यति भए यसरी काट्नु हुँदैछ भोजपुरबाट शिरकुमार भदाईजीले पठाइदिनु भएको पोर्कको मासु थ्याङ्क यू सो मच शिरकुमार एन्ड सरिता दुईजनालाई कति पैसा पठाइदिएको चाहिँ पोर्क बनाउँदैछु फ्राइड के गर्नु लोकल भोजपुरको प्योर लोकल पोर्क त खानै पर्यो होइन गाइस सो बनाउँदैछु अनि यहाँ चाहिँ बोइल गर्दैछु यो चाहिँ हामीले यसरी बोइल गरेर राख्ने भनेर यो चाहिँ बोइल गरेको च्याटलाएर चाहिँ पक्कुको लागि बाबाजीले रेडी गरिसक्नु भएको छ यसको चाहिँ पक्कु बनाइन्छ यो चाहिँ यत्तिकै फ्रेस नै राख्ने नबफाइकन यत्तिकै राख्ने अब यो चाहिँ च्याटलाएर यस्तो छ हाम्रो चाहिँ गाइस दसैँ नाच्नु फेरि आफ्टर डिनर है यो चाहिँ आफ्टर डिनर यो चाहिँ बोसो पचाउने मेलो न्युज हेर्दै आउँछ पोर्कको मासु खाएर यसरी नाच्ने को हो हाम्रै मम्मी हो रुबले चाहिँ त्यहाँ त्यत्तिकै छ चन्द्रकला भाडा दिँदैछ
गाइस अहिले चाहिँ हामी मेरो यहाँ सानो परिवार पालेको छु, उसलाई खानेकुरा दिँदैछु। अनि त्यसपछिबाट देखिहाल्नु भएको छ हाम्रो दिनचर्या कस्तो रह्यो भनेर हजुरहरूलाई सबै देखाएकै छु मैले सकेसम्म। अनि आज चाहिँ चन्द्रकला मम्मी बिहान काम गऱ्यौँ अनि दिउँसो चाहिँ एकछिन सपिङ गर्नु गएको थियौँ। सो आउनु बित्तिकै फेरि मासुको काम गर्यो। भुचुबाट सिर्कुबाट भदाई र बुहारीले पठाइदिएको मासु पोर्कको। सो अहिले चाहिँ मैले यहाँ मेरो परिवारलाई खानेकुरा दिँदैछु अनि त्यसपछिबाट सुताइदिन्छु। उसलाई चाहिँ मैले दिउँसो उडाइदिएको थिएँ, अस्तिदेखि आएर बसेको मैले देखाएको थिइनँ हजुरहरूलाई। ऊ चाहिँ अस्तिदेखि आएर बसेको भन्दा नि हाम्रै घरको परेवा हो। सो झरेको थियो अनि त्यही भएर मैले चाहिँ उसलाई खानाहरू फिडिङहरू गराइरहेको छु अस्तिदेखि नै। अनि मैले आज चाहिँ उडाइदिएको थिएँ, फेरि आएछ। सो अहिले चाहिँ मैले उसलाई खानेकुरा खुवाउँदैछु। उसले आफैले चाहिँ खानेकुरा खाँदैन, पानी दिएको, पानी चाहिँ कसमले खायो। अनि त्यही गाइस, अनि आजको भिडियो हजुरहरूलाई के कस्तो लाग्छ कमेन्ट गर्न नबिर्सिनु होला। मन परेमा लाइक सेयर पनि गरिदिनुहोस् र नयाँ साथीहरूले इफ हेर्दै हुनुहुन्छ भने मुकाङ फ्यामिली ब्लग्सलाई सब्सक्राइब गरिदिनु होला। अहिले चाहिँ मेरो क्यामेराम्यान चन्द्रकला छ टोलाइरहेको छ। सो गाइस, तपाईँहरू ह्याप्पी दसैँ, स्वस्थ रहनु होला भन्दै फेरि पनि नयाँ भिडियो लिएर हजुरहरूको माझ आउने बाचाको साथ आजको दिनको लागि चाहिँ टाटा बाई बाई गुड नाइट, लट्स अफ लभ, ह्याप्पी दसैँ।